हेलो 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 आज हामी चाहिँ रोसी गाउँपालिका वडा नम्बर 11 मा रहेको पिप्ले भन्ने ठाउँमा रहेको अखण्ड धुनीमा जान लागेको सबैजना तयारी। ओहो हावाले हेर्नुहोस् त मेरो कपाल अनि मेरो अनुहार अनि सबैलाई मैले हेलो गर्नु भनेको सबैजना हेलो गरे। हामी चाहिँ कक्षा 6, 7, 8 को स्टुडेन्टहरू चाहिँ आज अखण्ड धुनीमा जाँदैछौँ। अनि कति धेरै गर्मी थियो, मैले छाता छ भने ओड भनेको भिडियो बनाएको सबैजना लजाएर हेर्नुहोस् न। त्यहाँ हामी चाहिँ अखण्ड धुनीमा पुग्यौँ। मैले चाहिँ त्यो बिच बाटोतिर भिडियो बनाइन किनभने हावा आएर हुरिआएर आमाम धुलोहरू कति धेरै थियो। अनि हामी अखण्ड धुपको बारेमा चाहिँ त्यहाँको मातासँग कुरा गर्दैछौँ हामी सबैजना। अनि मेरा स्टुडेन्टहरू प्यारा प्यारा स्टुडेन्टहरू मजाले कपी सपी दिएर यसो क्वेसन सोसन सोधेर चाहिँ त्यहाँ मजाले लेखिरहेछन्। त्यहाँ सुनेका कुराहरू सबै आफ्नो कपीमा टिपिरहेछन्। अनि यो रह्यो भित्रको दृश्य, त्यो अखण्ड धुनीभित्र। यो चाहिँ भर्खर निर्माण हुँदैछ यो भित्रको दृश्यहरू। जुन हामी चाहिँ भित्र छिर्न पाएनौँ किनभने बिहानै स्नान गरेर चाहिँ खाली पेटमा जानुपर्ने रहेछ, त्यो हामीलाई थाहा थिएन। तर ठिकै छ, हामीले भिडियो बाहिरबाट सरस्वती ढोकाबाट चाहिँ भिडियो बनाएका छौँ। हेर्नुहोस् त सबैजनाले हेर्नुहोस्, भिडियो भए पनि बनाएको छौँ। कुनै दिन चाहिँ बिहानै हामी स्नान गरेर खाली पेटमा जानेछौँ। अनि हामीलाई स्वागत गर्नुभयो उहाँले, माताजीले। हेर्नुहोस् त रुद्राक्षको माला र ओम नमः शिवायको त्यसलाई के भन्छ थाहा छैन, सल जस्तो ओढाएर चाहिँ हामीलाई स्वागत गर्नु। म चाहिँ झन् मक्खै हत्तन पत्तन निहुरिया हेर्नु नि त्यहाँ। अनि म मक्खै परेर आफ्नो भिडियो बनाएँ कपाल सपाल मिलाएर यताउति फर्केर। अनि हामी सबैजना फर्क्यौँ, सबैजना खुसी भएर हेर्नुहोस् न त्यहाँ भिडियो बनाइदेखेर सबैजना खुसी भयो। अनि लास्टमा सबैजनाले बाई बाई गरेर हामी आज बिदा भयौँ। पछि कुनै दिन पनि हामी फर्केर आउँछौँ भनेको उहाँ माताजी एकदम खुसी हुनुभयो। बाई बाई।